मिथिला माध्यमिकी परिक्रमा सोमबार बिहान जनकपुर धाम आइपुगेको छ। सोमबार बिहानै परिक्रमाका श्रद्धालुहरू 15औं विश्राम स्थल जनकपुर धाम आइपुगेका छन्। भोलि जनकपुर धाममा अन्तर्गृह परिक्रमा गरेपछि परिक्रमा यात्रा पूरा हुनेछ। परिक्रमा यात्रीहरू प्रदेश सभा नजिकको हनुमानगढी, तिरुथियागाछी, बाह्रबिघा र मठ मन्दिरहरूमा बास बसेका छन्। मंगलबार बिहान अन्तर्गृह गरेपछि परिक्रमा यात्रा पूरा हुनेछ। त्यसपछि यात्री तथा श्रद्धालुहरू घर फर्किनेछन्। गत फागुन 8 गते जनकपुर धामको हनुमानगढी स्थित जम्मा भएर परिक्रमा यात्रा सुरु भएको थियो। परिक्रमालाई स्वागत तथा व्यवस्थापन गर्न जनकपुर धाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतको निकायले तयारी गरिरहेको छ। हनुमानगढीबाट सुरु भई परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, दुर्बकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुणा, बिसोन हुँदै जनकपुर धाम आइपुगेको हो। माध्यमिकी परिक्रमामा भाग लिन नसकेको श्रद्धालुहरू अन्तर्गृह परिक्रमामा सहभागी भई मोक्षको भागी बन्ने जनविश्वास रहेको छ। नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा 13 तथा भारतमा 2 गरी 15 विश्राम स्थल छन्। यस यात्राका सहयात्रीले नेपालका 102 एवं भारतको 26 गरी 128 किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुन्छ। 128 किलोमिटरमा 15 वटा विश्राम स्थल छन्। यी सबै ठाउँहरूमा विशेष देवताका स्थानहरू छन्। सो विश्राम स्थलमा परिक्रमा यात्रीहरूलाई स्थानीयवासीहरू अत्यन्त उत्साह, श्रद्धा अनि आतिथ्यका साथ राख्दछन्। पछिल्लो समय स्थानीय सरकारले पनि व्यवस्थापनमा ध्यान दिने गरेका छन्। ठाउँ ठाउँमा स्वास्थ्य शिविर, भण्डारा लगायत सामानको व्यवस्था पनि गर्दछन्। परिक्रमाको अन्तिम दिन जनकपुर धाममा लगभग 8 किलोमिटर नगर वरिपरि परिक्रमा गरिन्छ। त्यसपछि परिक्रमाका यात्रीहरू घर फर्किन्छन् र फर्केको भोलिपल्ट होली मनाउने प्रचलन छ।